साकेला उभौली आज चाहिँ टुँडी खेलमा को पुग्नुभयो त साकेला उभौली मनाउनु टुँडी खेल। सानो नानी पनि नाच्दै रहेछ यतापट्टि। अनि यतापट्टि चाहिँ कुन थरीको राई हो फेरि सिङ फुकिरहेको रहेछ मस्त मजाले। अनि यतापट्टि फेरि अर्को राईहरू तरवार खोडा बोकेर नाच्दै रहेछ। अनि राईहरू चाहिँ धेरै थरीको राई भएर क्या आम्मामा यहाँ त कता राईहरू त धेरै नै रहेछ। अब यता पनि राईको त्यता पनि राईको यता पनि राईको फेरि उस्तै क्या सेम बाजा बज्छ क्या राईहरूको। त्यस्तो फरक चाहिँ नहुँदो रहेछ। एक दुईवटा राईको मात्रै फरक देखेँ मैले, नत्र प्राय राईको एउटै टाइपको हुँदो रहेछ। यो चौरीको पुछार हो कि याको पुछार बोकेर अनि त्यहाँबाट एउटा दुईटा ढोल बोकेर नाच्ने रहेछ पुरै राईहरूको चाहिँ। अनि म घुम्दै घुम्दै यतापट्टि सुनवारकोमा आइपुगेँ। सुनवारहरू फेरि यस्तो नाचिरहेको रहेछन् है, ड्याङ ड्याङ ढोल बजाएर। सुनवारहरूको चाहिँ ढोल झ्याम्टा दुईटा हुन्छ अनि त्यहाँबाट सजिलो हुन्छ सुनवारहरूको नाच्नुलाई चाहिँ। अनि सुनवारहरूकोमा चाहिँ फेरि सबैजना आएर नाच्छ क्या, अलिक सजिलो हुन्छ अनि रमाइलो पनि हुन्छ सुनवारहरूकोमा चाहिँ। आजको साकेला मनाउनु को आउनुभयो टुँडी खेलमा?